नमस्कार, दिनेश सिंह ज्ञानमा हजुरहरूलाई हार्दिक स्वागत छ। के हजुरहरूलाई शेयर मार्केटमा ट्रेड गर्ने मन छ तर तपाईलाई 11 बजेदेखि 3 बजेसम्म अर्डर राख्ने फुर्सद छैन भने तपाईलाई अहिले नासा एक्स अर्थात् ब्रोकर नम्बर 58 ले तपाईको 3 बजेपछि पनि हामीले बाइ सेल गर्न मिल्ने खालको फिचर ल्याएको छ। तपाई हामीले चार्टको माध्यमबाट पनि बाइ सेल गर्न सकिन्छ। हजुरलाई जतिखेर फुर्सद हुन्छ त्यतिखेर नै तपाईले अर्डर राख्न सक्नुहुन्छ। सो त्यसको लागि मैले यस भिडियोमा देखाउने छु। हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। म यो होम, अर्डर, फन्ट, मार्केट, हिट क्याप अनि त्यसपछि म यहाँ चार्टमा सिधै ओपन गरेर देखाउँछु तपाईलाई। अनि हजुरले चार्ट खोल्ने बित्तिकै यता लेफ्टपट्टि यहाँ सेल र बाइ भनेर तपाईले देख्न सक्नुहुन्छ। अनि हजुरले कुन कम्पनी बाइ गर्न खोज्नु भएको? नबिल हो कि? म चाहिँ नबिलको किनेर देखाउँछु। म थोरै किता 10 किता नबिल ब्याङ्क मैले किन्न चाहे नबिल ब्याङ्क। अनि त्यसपछि तपाईले कतिमा किन्न खोज्नु भएको? म यहाँ बाइमा सिलेक्ट गर्छु। सेल हो कि बाइ हो हजुरले गर्न खोज्नु भएको? म यहाँ बाइमा क्लिक गर्छु। अनि 524 मा चलिरहेको छ अहिले। म यहाँ 10 किता राखिदिन्छु। अनि त्यसपछि यहाँ तल देख्न सक्नुहुन्छ यो स्काई कलरको यहाँ तपाईले टिक गर्दिनु होला। अब यहाँ एस गर्दिनु होला तपाईले। अब मेरो चाहिँ नबिल ब्याङ्क मैले 10 किता राखिसके। अनि यसरी तपाईले कुनै कम्पनी सेल गर्न खोज्नु भएको छ भने यहाँ सेल साइडमा आउने अनि त्यसपछि कुन कम्पनी हजुरले कम्पनी सिलेक्ट गर्नु होला। यहाँ सिलेक्ट गर्नुपर्छ अनि कम्पनी तपाईले सिलेक्ट गर्नु होला। अनि त्यसपछि सेल र बाइ एउटै नै हो, तपाईले जसरी गर्दा पनि हुन्छ। अथवा यस्तो बेलामा यतापट्टि तान्दा पनि भयो, यता तान्दा पनि भयो। अनि तपाईले यहाँ सेलमा अघि जस्तै अनि एस गर्दिने अनि तपाईले सेल गर्न सक्नुहुन्छ। यही फिचर्स हो मलाई नासाको सबैभन्दा मनपर्ने फिचर्स छ। किनभने तपाईको अन्य ब्रोकरमा 11 देखि 3 बजेसम्म हेरिरहनुपर्छ भने यो चाहिँ बेलुका राख्दा पनि हुन्छ। तपाई कामबाट आउनु भएपछि राख्दा पनि भयो अथवा जतिखेर आफूलाई मन लाग्छ त्यतिखेर राख्दा पनि चार्ट आफैले बाइ अथवा सेल गरिदिन्छ। धन्यवाद। हजुरहरूलाई मेरो भिडियो मन परेमा शेयर, लाइक, फलो गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।